जापान चाहिँ आफ्नो कल्चर मात्र नभएर कार्ड कलेक्सनहरूको लागि पनि एकदमै फेमस छ। र अहिले मैले जुन लिएर आएको छु यो जापानमा एकदमै प्रसिद्ध कार्डमध्ये एउटा कार्ड हो। यो चाहिँ वान पिस कार्डको बुस्टर प्याकको 22 को भेराइटी हो र यो चाहिँ एकदमै कलेक्ट गर्ने गरिन्छ। आज चाहिँ मैले एउटा मात्र प्याक किनेर आएको थिएँ। ल हेरौँ है त यसको भित्र चाहिँ आखिर के हुने रहेछ त, जुन सबैजना चाहिँ यति पागल छन् यसलाई कलेक्ट गर्नको लागि। सबभन्दा पहिला प्याकलाई बिस्तारै खोलौँ र यस्तो र भनिन्छ कि यो कार्ड चाहिँ एकदमै राम्रोवाला पर्यो भने चाहिँ नेपाली लगभग 70-80 हजारसम्म पर्ने कार्डहरू पनि हुन्छन्, जो पर्नु चाहिँ एकदमै रेयर कुरा हो। हेरौँ है त हाम्रो भाग्यमा चाहिँ के रहेछ त। मैले चाहिँ अब निकालेको सकेको छु। नर्मल्ली चाहिँ यो कार्ड चाहिँ पछाडि जुन सेतो छ यो रातो पर्यो भने चाहिँ एकदमै भ्यालुएबल एकदमै मूल्यवान मानिने गरिन्छ र यसपल्ट चाहिँ हाम्रो खासै नभएको भएर ब्याड लक, बेटर लक नेक्स्ट टाइम। अब हेरौँ है त के रहेछ त, म आफूलाई पनि थाहा छैन। यो पनि एउटा नर्मल कार्ड हो र यिनीहरूको खासै मूल्य छैन र यो कलेक्ट गर्नु नगर्नुको अर्थ रहँदैन। यसको लागि केही तोकिएका स्पेसल कार्डहरू नै पर्नुपर्छ। मलाई चाहिँ आज परेको कार्ड चाहिँ यो फुराङ्की लेखेको कार्ड परेको छ र यो चाहिँ मसँग धेरै पहिले नै भएको भएर यसको खासै मिनिङ चाहिँ छैन, तर पनि यो पनि राम्रो कार्ड मध्ये गनिन्छ। बाँकी रह्यो कार्ड छैन।